नमस्कार। खाँदबारी नगरपालिकाको सहकार्यमा सामुदायिक रेडियो खाँदबारी एफएम 105 मेगाहर्जले उत्पादन गरेको कार्यक्रम नगरसँग नागरिकमा तपाईलाई हार्दिक स्वागत छ। म कार्यक्रम सञ्चालक सुरेन साक्य। नगर र नागरिक बीच जोड्ने कार्यक्रम नगरसँग नागरिक। यो कार्यक्रममा खाँदबारी नगरपालिकाका गतिविधि, योजना र सेवाबारे जानकारी दिने र नागरिकका आवाज प्रत्यक्ष नगरसम्म पुर्याउने उद्देश्यको साथ तयार गरिएको छ। साथै नगरपालिकाका नागरिकलाई प्रत्यक्ष संवाद मार्फत जानकारी गराउने, नगरको सेवा, सुविधा र नियम कानुनबारे जनचेतना फैलाउने, नागरिक र नगरपालिका बीच पारदर्शिता र विश्वास निर्माण गर्ने, कर, राजस्व र विकाससँग सम्बन्धित विषयवस्तुहरूमा जानकारी दिनु कार्यक्रमको मुख्य उद्देश्य रहेको छ। आज कार्यक्रमको दोस्रो अङ्क। यो कार्यक्रममा हामी खाँदबारी नगरपालिकाको राजस्व र कर प्रणाली, राजस्व सङ्कलनका मुख्य स्रोतहरू, नागरिकले तिर्नुपर्ने कर र सेवा शुल्क, राजस्वको प्रयोग र विकास योजना, कर तिर्ने प्रक्रिया, सुविधा र कानुनी व्यवस्था, बक्यौता कर घटाउने अभियान र प्रविधि बारेमा छलफल गर्नेछौँ। छलफलमा हुनुहुन्छ खाँदबारी नगरपालिका कार्यालयका राजस्व उपशाखा अधिकृत विमल बानिया। आजको नगरसँग नागरिक कार्यक्रममा हामी खाँदबारी नगरपालिकाको राजस्व शाखामा आइपुगेका छौँ र हामीसँग हुनुहुन्छ खाँदबारी नगरपालिकाका राजस्व शाखाका अधिकृत विमल बानिया। विमलजी, कार्यक्रममा स्वागत छ। नमस्कार। आरामै हुनुहुन्छ? एकदम। प्रत्यक्ष रूपमा आज हामी खाँदबारी नगरपालिकाका हरेक गतिविधिहरूलाई चाहिँ हामी नगरपालिकाको हरेक गतिविधिहरूलाई चाहिँ नागरिकसँग पुर्याउने उद्देश्यका साथ चाहिँ हामी कार्यक्रमहरू उत्पादन गर्दै आइरहेका छौँ र हामी आज राजस्व शाखामा आएका छौँ। त्यसैले हामी राजस्व शाखातर्फ सोधिने केही प्रश्नहरू अथवा राजस्व के हो भन्ने विषयमा हामी छलफल गर्नेछौँ। राजस्व किन आवश्यकता छ, यी विषयहरूमा छलफल गर्नेछौँ। सबैभन्दा सुरुमा म हाम्रा विमल सरलाई म प्रश्न सोध्न चाहन्छु, राजस्व भनेको के हो? राजस्व भन्नाले चाहिँ संक्षेपमा राज्यलाई व्यक्ति वा संस्था वा राज्यको कुनै अङ्गले प्रचलित कानुन बमोजिम अनिवार्य रूपमा बुझाउनु पर्ने कर सेवा शुल्क बापत लिने दस्तुरलाई राजस्व भनिन्छ। जस्तै राजस्वकै विषयमा कुरा गर्दै गर्दाखेरि अहिले खाँदबारी नगरपालिकाले चाहिँ राजस्व सङ्कलन गर्ने स्रोतहरू चाहिँ के छन् त? अहिले हाम्रो खाँदबारी नगरपालिकाले चाहिँ हजुरको सम्पत्ति कर, बाल बिटौरी करहरू, त्यस पछाडि पार्किङ शुल्कहरू, न्यायिक दस्तुरीहरू अनि शिक्षा क्षेत्रमा लाग्ने दस्तुरीहरू, नक्सा पास दस्तुरीहरू लिने गरिरहेको छ सर। र यो विशेष गरेर यो नगरमा राजस्व चाहिँ किन आवश्यक छ जस्तो लाग्छ? सर, यो चाहिँ नगरमा हजुरको नगर विकासको लागि, त्यस विकास निर्माणको कार्यको लागि चाहिँ यसको आवश्यकता छ सर। र राजस्व सङ्कलन गर्दाखेरि चाहिँ विशेष गरेर हामीले कुन नियमहरू पनि हामीले पालना गर्नुपर्ने हुन्छ? यसमा चाहिँ कानुन कार्यविधि अनुसार गरेको राजस्वहरू उठाइरहेको छ कि छैन, के छ? हाम्रो चाहिँ सर हजुरको सङ्घीय सरकार र प्रदेश सरकार र स्थानीय सरकारको ऐन, नियम, निर्देशिका र कार्यविधि अनुसारै हामीले चल्नुपर्छ। अहिले हामीले राजस्व सङ्कलनको लागि चाहिँ प्रदेश ऐन बमोजिम हाम्रो खाँदबारी नगरपालिकाको सभाले चाहिँ आर्थिक ऐन पास गरेको हुन्छ। त्यो आर्थिक ऐन पास गरे अनुसार त्यो दरेट अनुसार चाहिँ हामीले राजस्व सङ्कलन गर्ने गरिएको छ सर। र यसपालि खाँदबारी नगरपालिकाले विशेष गरेर यसपालिकाले चाहिँ गत आर्थिक वर्षमा राजस्व सङ्कलन गरेको अवस्थाहरू चाहिँ कस्तो छ, त्यो पनि हामीले नागरिकसम्म पुर्याउन हामीले? हजुर, गत आर्थिक वर्षमा राजस्व सङ्कलन गरेको हाम्रो सन्तोषजनकै छ। त्यस पछाडि गत आर्थिक वर्षमा पनि हामीले जुन राजस्व प्रक्षेपण गरेका छौँ त्यसकै आधारमा हामीले राजस्व सङ्कलन गरेका थियौँ र सन्तोषजनक नै रहेको देखिन्छ। हजुर, त्यस्तो तर पनि लक्ष्य अनुसार चाहिँ हामीले के राजस्व उठाएका छौँ त के छ? हजुरको लक्ष्य चाहिँ हामीले गरेको हुन्छौँ, तर लक्ष्य अनुसार हामीले उठाउन सकिरहेको छैनौँ सर। भनेपछि हामीले जुन लक्ष्य लिएर चाहिँ राजस्व सङ्कलन गरेका हुन्छौँ त्यो चाहिँ हामीले उठाउन सकिरहेको अवस्थाहरू छैन सर। र यस आर्थिक वर्षमा चाहिँ खाँदबारी नगरपालिकाको आन्तरिक आय कति चाहिँ प्रोजेक्सन गरिएको थियो त? हामीले यो स्थानीय सरकार सञ्चालनको नियम कानुन बमोजिम चाहिँ राजस्व परामर्श समितिको मिटिङ हुन्छ। राजस्व परामर्श समितिले चाहिँ हामीले 2 करोड 50 लाखको अराउन्डमा हामीले प्रोजेक्सन गरेका थियौँ सर। र केही कुराहरू हामी नागरिकसम्म पुग्दै गर्दाखेरि चाहिँ यो घर जग्गाको राजस्वहरू तिर्नुपर्छ होइन, त्यसमा चाहिँ हामीले कसरी र कहिलेसम्म तिर्नुपर्छ त्यो पनि केही जानकारी गराइदिनु भयो भने चाहिँ नागरिकहरू अलिकति त्यो विषयमा चाहिँ जान्ने हुन्थ्यो कि? यसको चाहिँ हजुरको आर्थिक वर्ष सुरु भएदेखिको साउन 1 गतेदेखि अर्को गत आर्थिक वर्षको असार महिनासम्म तिर्नुपर्ने हो
तर पनि हामीले आर्थिक ऐनले के गरेछ भन्दाखेरि यो सम्पत्ति करको विषयहरूमा चाहिँ 6 महिना अगाडि नै तिर्दाखेरि चाहिँ 10% छुट गरेको छ र व्यवसाय कर चाहिँ हजुरको असोज मसान्तसम्म तिर्दाखेरि 5% छुट गरेको छ सर। जस्तै 6 महिनाको कुरा गर्नुभयो, यो 6 महिना अवधिमा चाहिँ के कति राजस्वहरू सङ्कलन भएका छन् त? हाम्रो अहिलेसम्म हजुरको लगभग हाम्रो सिस्टमबाट हेर्दाखेरि हजुरको 1,78,00,000 जति चाहिँ यो 6 महिनाको टार्गेटमा उठाएछ सर। भनेपछि यो 6 महिनाको अवधिमा पनि 1 करोडभन्दा माथि चाहिँ हामीले राजस्व सङ्कलन गरिसकेका छौँ। हजुर सर, हजुर। र अब यो आर्थिक वर्षमा चाहिँ खादबारी नगरपालिकाको लक्ष्य पुग्ला त? यो आर्थिक वर्षको कुरा गरौँ होइन? अलिकति सर सम्भावना चाहिँ कमै देखिन्छ, तर पनि अब करदाताहरूले समयमा तिर्यो भने केही सन्तोषजनक चाहिँ हुन्छ सर यो। र यो तपाईँको विचारमा होइन, अब राजस्व सङ्कलनमा देखिएका प्रमुख केही चुनौतीहरू पनि हुन्छन्, किनभने चुनौती हरेक कुराहरूमा चुनौती हुन्छन्। यो के चुनौतीहरू चाहिँ हुन्छ जस्तो लाग्छ सर? यो मेरो कार्य अनुभवको आधारमा चाहिँ यसको चुनौतीहरू देखेको छु। जस्तै फर इक्जाम्पल हजुरको एउटै करदाताले चाहिँ दोहोरो तेह्रो कर तिर्नुपर्छ जस्तो देखिएको छ। जस्तै हजुरको सङ्घीय सरकारमा एक खालको ट्याक्स तिर्नुपर्छ, राजस्व तिर्नुपर्छ, प्रदेश सरकारमा एक खालको ट्याक्स तिर्नुपर्छ र त्यसरी नै स्थानीय सरकारमा पनि त्यसरी नै ट्याक्स तिर्नु पर्दाखेरि एउटै करदाता अथवा सेवाग्राहीले चाहिँ त्रिबलसम्म तिर्नुपर्छ भन्ने यस्तो जनगुनासो चाहिँ हुन्छ सर। हो त्यस्तो चाहिँ अलिकति केही समस्या हो कि जस्तो चाहिँ मलाई पनि सर एक खालको महसुस चाहिँ लागिरहेको छ सर। त्यो चाहिँ जस्तै अब कति कुराहरू त तपाईँको व्यवसायहरूको कुरा हुन्छ होइन, व्यवसाय दर्ता पनि हामीले गर्नुपर्ने हुन्छ, राजस्व तिर्नुपर्ने हुन्छ। व्यवसाय दर्ता नगरी सञ्चालन गरेमा चाहिँ के हुन्छ त? व्यवसाय दर्ता नगरी सञ्चालन गरेमा चाहिँ उसलाई चाहिँ प्रचलित कानुन बमोजिम कारबाही हुन्छ। कस्तो खालको कारबाही हुन्छ भने हाम्रो स्थानीय सरकार सञ्चालन ऐनले चाहिँ व्यवसाय दर्ता गरेर नै व्यवसाय सञ्चालन गर्नु भन्ने हुन्छ। त्यस्तो कुराहरूमा चाहिँ उहाँहरूलाई अब सुरुमा हामीले पत्रचार गरिसके पछाडि पनि मान्नु भएन भने चाहिँ एक खालको व्यवसाय बन्दसम्मको हामी सिफारिस गर्न चाहिँ सक्छौँ सर। र यो पछिल्लो क्रममा चाहिँ करदाताको असन्तुष्टि वा गुनासोहरू प्राय के विषयमा चाहिँ आउने गरेको पाउनु भएको छ तपाईँले? त्यो चाहिँ हजुरको अब उहाँहरूले चाहिँ करदाताहरूले चाहिँ व्यवसाय दर्ता गर्दा अथवा कर तिर्न आउँदा चाहिँ त्यही हो सर। अब दोहोरो तेह्रो कर तिर्नु पर्यो, हामीले अब के अरे सङ्घीय सरकारमा पनि तिर्नु परेछ त्यही शीर्षकमा, प्रदेश सरकारमा पनि तिर्न परेको छ, स्थानीय सरकारमा पनि त्यही शीर्षकमा अथवा त्यही कारोबारमा चाहिँ हामीले व्यवसाय दर्ताहरू गर्नुपर्छ भन्ने खालको एक खालको सर जनगुनासो चाहिँ सुनिन्छ भनेर यो चाहिँ। जस्तै अब यो खादबारी नगरपालिकाकै हिसाबमा हामीले कुरा गरौँ होइन, खादबारी नगरपालिका चाहिँ यो साना व्यवसायी भयो अनि गरिब वर्गका व्यवसायीहरू भयो, यिनीहरूलाई चाहिँ कुनै छुटको व्यवस्थाहरू चाहिँ नगरपालिकाले गरेको छ कि छैन? त्यो चाहिँ छैन सर। यो अब हाम्रो आर्थिक ऐन जुन सभाले पास गरेको हुन्छ त्यही अनुसार हामी पनि कार्यान्वयन गर्नुपर्ने हुन्छ। त्यो विषयमा चाहिँ हालसम्म चाहिँ छैन हजुर। यो चाहिँ अब यसको लागि चाहिँ पालिकाबाटै कुनै निर्णय आउनु पर्यो? हजुर हजुर सर। र यो आन्तरिक आय वृद्धिका लागि चाहिँ अन्य निजी क्षेत्रहरूसँग चाहिँ कस्तो खालको सहकार्य गरिएको छ अथवा कस्तो खालको सहकार्य गर्नुपर्छ जस्तो लाग्छ तपाईँको विचारमा? यो चाहिँ सर हामीले एक खालको सर घर दैलो कार्यक्रमहरू गर्नुपर्छ। त्यस पछाडि आएर उद्योग वाणिज्य सङ्घको सहकार्यमा, घरेलु कार्यालयको सहकार्यमा चाहिँ घर दैलो कार्यक्रम गरियो, कर सम्बन्धीको जनचेतना कार्यक्रम गरियो भने चाहिँ राम्रो हुन्छ। र हामीले सर भर्खरै पनि हालसालै पनि ब्याङ्कसँग पनि हामीले कार्यक्रम गरिसकेका छौँ। त्यस पछाडि आएर इन्सुरेन्सहरूसँग पनि हामीले कार्यक्रम चाहिँ गरिसकेका छौँ सर। र यो चालु आर्थिक वर्षमा विशेष गरेर खादबारी नगरपालिकाबाट कुन क्षेत्रमा चाहिँ कर बढेको छ अथवा के छ त्यो पनि केही जानकारी गराउन सक्नुहुन्छ? यसमा हजुरको अहिले अलिकति चाहिँ अब हाम्रो भनेको बाल बिटौरी करहरूमा अलिकति वृद्धि भएको देखिन्छ सर। यसलाई हामीले चाहिँ ठेक्का आह्वान गरेर नै हामीले दरबाउ पत्र निकालेका थियौँ र त्यसमा चाहिँ हामीले खुल्ला प्रतिस्पर्धाबाट गरेको हो। त्यसमा चाहिँ अलिकति केही पर्सेन्टेज चाहिँ बढेको जस्तो देखिन्छ र अन्य सम्पत्ति करहरूमा पनि अलिकति केही बढेकोहरू देखिन्छ हजुर सर। र अब पछिल्लो क्रममा तपाईँको अनलाइनको सिस्टम पनि आइसकेको अवस्थाहरू छ र अहिले चाहिँ खादबारी नगरपालिकालाई हामीले तिर्ने करहरू चाहिँ राजस्वहरूलाई चाहिँ अनलाइन मार्फत चाहिँ तिर्न मिल्छ कि मिल्दैन? यो धेरैले सोधिरहेको प्रश्नहरू, किनभने भौतिक रूपमा उपस्थित नभए तापनि हामीले अनलाइनबाट चाहिँ यो सेवा तिर्ने एउटा अवसर पाउनु पर्यो भन्ने गुनासोहरू आइरहँदाखेरि के छ नगरपालिकाको अवस्था के छ? सर हामीले साह्रै राम्रो प्रश्न गर्नुभयो। यो विषयमा चाहिँ अहिले हामीले नगद र चेकमा हामीले कारोबार गरिरहेका छौँ र अलिकति हामीले अनलाइन प्रविधि पनि ल्याउन चाहिँ खोजिरहेका छौँ होइन।
अब यसमा चाहिँ हामीले आउने आर्थिक वर्षबाट चाहिँ सूत्र चाहिँ हामीले फुल इन्स्टलमेन्ट गरेर अनलाइन प्रविधिबाट गर्ने चाहिँ एक खालको हाम्रो होमवर्क चाहिँ भइरहेको छ यो र चाँडै हुन्छ पनि छ यो चाहिँ भनेपछि अहिलेसम्म छैन तर हामीले त्यसको लागि कार्य गरिरहेका छौँ अब आउने आर्थिक वर्षदेखि चाहिँ लगभग हामी अनलाइन मार्फत चाहिँ हामीले तिर्न सक्छौँ जस्तै यो हामीले नगरपालिकाबाट चाहिँ हामी राजस्व सङ्कलन गर्छौँ यो चाहिँ विशेष गरेर कुन कुन शीर्षकहरूमा खर्च हुन्छ अथवा यो पैसा चाहिँ के हुन्छ अब धेरैले जान्ने चाहेको एउटा विषय पनि हो क्या यो चाहिँ हामीले तिरेको राजस्व चाहिँ कहाँ जान्छ भन्ने पनि धेरैको गुनासोहरू छ नि त के छ यो चाहिँ कहाँ जान्छ केमा खर्च हुन्छ अथवा नगरकै विकासको लागि हो कि के छ थोरै जानकारी गराइदिनुहोस् न यसमा चाहिँ सर अब मेरो राजस्व शाखाको काम भनेको चाहिँ मेरो कर सङ्कलन गर्ने मात्र काम हुन्छ र मैले बुझेसम्म चाहिँ यसमा चाहिँ अब अधिकांश हाम्रो विकास निर्माणमा खर्च हुन्छ जस्तो लाग्छ सर मलाई चाहिँ हजुर भनेपछि समग्रमा अब विकास निर्माणकै लागि खर्च हुने हो तर पनि अब कतिले स्थानीय तहमा चाहिँ तपाईँले हामीले राजस्व तिरेको चाहिँ स्थानीय तहमै यो चाहिँ प्रयोग हुनुपर्छ भन्ने पनि हुन्छन् होइन तर पनि भइ पनि रहेको अवस्थाहरू छ र अहिले विशेष गरेर अब यो हामीले करकै विषय गरिरहँदाखेरि राजस्व छलीको कुराहरू पनि आइरहेको अवस्थाहरू छन् अब कानुनी रूपमा हामीले उनीहरूलाई कारवाही पनि गरिरहेको अवस्थाहरू छन् र यो कर नतिरेको अथवा कर तिरेको छैन भनेर चाहिँ हामीले बजारहरूमा चाहिँ अनुगमन गर्छौँ कि गर्दैनौँ त किनभने कति व्यवसायहरू त कर नतिरिकन राजस्व छलेर पनि व्यवसाय गरिरहेको अवस्थाहरू छन् हामी नगरपालिकाकोले चाहिँ त्यहाँ गएर अनुगमन गर्छौँ कि गर्दैनौँ हामीले त्यो गत आर्थिक वर्षमा पनि सर बजार अनुगमन गरिरहेको छौँ र हाम्रो प्रत्येक कार्यक्रममा पनि प्रत्येक चालुवामा पनि हाम्रो बजार अनुगमन हुन्छ त्यस पछाडि आएर उहाँहरूले करदाताहरूले अथवा सेवाग्राहीहरूले चाहिँ व्यवसाय दर्ता नगरिकन व्यवसाय सञ्चालन गर्नुभयो भने उहाँहरूलाई प्रचलित कानुन कारबाही हुन्छ र हामीले त्यो पनि सर गरि नै रहेको छौँ हजुरले भनेको भनेपछि हामी बजारमा गएर पनि हामी अनुगमन गरिरहेको छौँ जस्तै यो पारदर्शीको कुरा हुन्छ होइन किनभने राजस्व सङ्कलन गरिसकेपछि खर्च गरिसके पछाडि चाहिँ हामीले वार्षिक रूपमा चाहिँ यसको विवरण सार्वजनिक गरिन्छ अहिलेसम्म चाहिँ हाम्रो नगरपालिकाले चाहिँ यो राजस्व सम्बन्धी चाहिँ हामीले पारदर्शिता अथवा खर्च अथवा भनौँ न सङ्कलन गरेको चाहिँ हामीले वार्षिक विवरण चाहिँ सार्वजनिक गरेको छ कि छैन हामीले गरेछौँ सर त्यो हामीले वेबसाइटमै राख्छौँ सर हामीले कति हाम्रो आर्थिक वर्षमा चाहिँ आम्दानी भएको छ कति खर्च भएको छ होइन त्यो कुरा हामीले वेबसाइटमा राखेको हुन्छौँ भनेपछि हामीले पारदर्शीका हिसाबले पनि हाम्रा सङ्कलित र हामीले खर्च गरेका हरेक कुराहरूलाई चाहिँ हामीले वेबसाइट मार्फत राखिरहेको छौँ र अन्त्यमा विशेष गरेर हाम्रा जनप्रतिनिधि तथा नगरका व्यवसायीहरूलाई चाहिँ तपाईँ के भन्न चाहनुहुन्छ विशेष गरेर जनप्रतिनिधिहरूलाई चाहिँ म के भन्न चाहन्छु भने प्रचलित कानुन बमोजिम के अरे आर्थिक ऐनमा भएका कुराहरू अथवा सभाले पास गरेको आर्थिक ऐनको निर्णयअनुसारको चाहिँ त्यो कामकाज प्रशासनिक कामकाज गरिदिनु हुन अनुरोध गर्दछु र कतिपय वडा कार्यालयहरूमा काम गर्दाखेरि वडा सचिवले चाहिँ दैनिक प्रशासनिक कामकाज गर्दाखेरि उहाँहरूले बिल जारी गर्नु भएको छ कि छैन त्यस पछाडि आएर राजस्व समयमा दाखिला गरिनु भएको छ कि छैन र कुन शीर्षकमा कति राजस्व काटिरहेको छ भनेर एकचोटि चाहिँ उहाँहरूले पनि अनुगमन गरेर अथवा एकचोटि उहाँहरूले पत्रमा साइन गर्ने बेलामा हस्ताक्षर गर्ने बेलामा चाहिँ त्यसलाई रुजु गर्न भन्ने मेरो चाहिँ उहाँहरूलाई चाहिँ विनम्र अनुरोध गर्दैछु सर हस् त तपाईँको यो महत्त्वपूर्ण समयको लागि तपाईँलाई धेरै धेरै धन्यवाद सर आजको नगरसँग नागरिक कार्यक्रममा हामीले खाँदबारी नगरपालिकाका राजस्व र कर प्रणालीको महत्त्वपूर्ण जानकारी पायौँ नगरको आम्दानीका स्रोत कर तिर्ने प्रक्रिया राजस्वको प्रयोग र नागरिकको दायित्वबारे आजको छलफल निकै उपयोगी रह्यो भन्ने हामीलाई विश्वास छ यस कार्यक्रमलाई अझ महत्त्वपूर्ण बनाइदिनु भएकोमा हाम्रो आजको अतिथि श्री विमल बानियाज्यूलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छौँ तपाईँले दिनुभएको स्पष्ट र व्यावहारिक जानकारीले पक्कै पनि नागरिकलाई धेरै सहयोग पुगेको छ भन्दै पुनः अर्को अङ्कमा हामी नगरसँग जोडिएका समसामयिक र उपयोगी विषय लिएर उपस्थित हुनेछौँ त्यसैले सधैँ सुन्ने गर्नुहोस् नगरसँग नागरिक आजको लागि भने म कार्यक्रम सञ्चालक यहाँहरूबाट बिदा माग्न चाहन्छु नमस्कार